त नि आउँछ अब भुइँमा बसेर यार तिमीहरू के हो रे बेस्ट फ्रेन्ड होइन साँच्चीकै हो एकअर्कालाई म एउटा क्वेसन सोध्छु है त के थाहा रहेछ एकअर्काको बारेमा ल कसलाई पहिला कसलाई सोधौँ इभालाई ल भन इभा संस्कृतिको एकदम फेभरेट कलर कुन हो उसलाई मनपर्ने फुड के हो उसलाई मनपर्ने मान्छे को हो उसको तिमी त बेस्ट फ्रेन्ड भइहाल्यो अर्को बेस्ट फ्रेन्ड को छ अर्को सेकेन्ड बेस्ट फ्रेन्ड अनि तिमी यसो गर है यस्तो गर है हो भने चाहिँ ल अर्को के छ अर्को के सोधौँ उसलाई मनपर्ने फ्रुट Watermelon. Banana. Change भयो ए आज भोलि चेन्ज भएको चेन्ज भइरहन्छ हो मैले फर्स्टमा त उनको पापा अनि उसलाई सबैभन्दा गाह्रो लाग्ने कुरा के हो हजुर उसलाई गाह्रो लाग्ने कुरा के हो सब्जेक्ट नेपाली सजिलो लाग्ने के हो साइन्स यस थ्याङ्क्स मोरल अब के सोधौँ भने उसलाई के गर्नु मनपर्छ सबैभन्दा मनपर्ने चिज के हो आइप्याड होइन अनि उसको फेभरेट गेम के हो अब के सोध्नु कलर पनि सोधेँ खानेकुरा पनि सोधेँ होइन उसलाई फ्युचरमा के भन्नु मनपर्छ उसलाई मलाई पनि थाहा ल अब संस्कृतिको पालो है रेडी इभाको फेभरेट कलर के हो पर्पल एन्ड ब्लू उसको फेभरेट फुड के हो मासु हो इभालाई सजिलो लाग्ने सब्जेक्ट कुन हो साइन्स उसको फेभरेट टिचर पनि हो फेभरेट टिचर को हो आशिका म्याम उसको अर्को बेस्ट फ्रेन्डको नाम के हो एलिफ को एलिफ ए हो त इभा अनि के सोधेको थियो अर्को इभालाई एड गरौँ ए इभालाई मनपर्ने गेम कुन हो रोब्लक्स हो उसले भनेको मेरो कानमा मैले पहिले भन्न लाग्थ्यो ए कानमै भनिसक्यो म सोचिरहेको थियो अन्त उसले चाहिँ मेरो कान भनेको अब के सोधौँ अनि उसलाई मनपर्ने फुड ए मासु भनिसक्यो होइन